3 दिन भयो म हिँडेको र आजसम्म पनि म पुगेको छैन। आधी बाटो आइपुगेँ र म हिँड्दा मैले एउटा राम्रो गाउँ देखेँ र त्यो गाउँमा मलाई जान मन लाग्यो र म गाडीबाट झरेँ। तल झर्न बित्तिकै मैले यताउति हेरेँ र मलाई त्यो हिमाल चाहिँ राम्रो लागेको थियो। अनि ठ्याक्कै हाम्रो नेपालको जस्तै रहेछ यो गराहरू बनाएको टाइपको चाहिँ, अनि राहत लाग्दै थियो। अनि मैले त्यहाँ सुरुङ पनि देखेँ अनि त्यहाँनिर मैले जुम गरेर हेर्न खोजेँ, तर मैले त्यहाँ खासै जुम नभएको हुनाले म आफ्नो गन्तव्य अगाडि गर्दै गरेँ। म स्पिडमा जाँदै थिएँ, मलाई जति सक्दो छिटो पुग्नु पर्ने थियो र मलाई गर्मी भयो। मैले झ्याल खोलेँ आफ्नो र म स्पिडमा जाँदै जति सक्दो छिटो पुग्नु पर्ने भएको हुँदाले म आफ्नो गति जतिभन्दा छिटो अगाडि बढाउँदै थिएँ। हिँड्दै धेरै रात परिसकेको हुनाले म रेल लाइट पनि बालेँ अगाडिको र मैले क्याबिनको पनि लाइट बाल्ने त्यो गरेँ। हिँड्दै थिएँ अगाडि गएँ म र एकदम फिक्स बाटो र साँघुरो तर उकालो ठाडो, गाडी ल्याङ तान्न नसक्ने ठाडो उकालो बाटोमा पुगेँ। र यो बाटो चाहिँ म पहिलोचोटि आएको थिएँ, योभन्दा अगाडि चाहिँ आएको थिइनँ, तर बाटो चाहिँ ठिकै लाग्दै थियो। तर हेभी कार्गोले गरेर चाहिँ अलिकति अप्ठ्यारो परेको थियो, तर पनि जान चाहिँ गइयो। मजा पनि लाग्दै थियो, तर बिस्तारै गएपछि पिकअप चाहिँ छोड्दै थियो, बिस्तारै पिकअप पनि आउँदै थियो, घरि जाँदै गर्दै थियो। उक्लिन चाहिँ उक्लियो तर र त्यसपछि अब जति सक्दो चाँडो पुग्नु पर्ने थियो खाली गर्नलाई। जाँदै रात झन् रात त परि नै रहेको थियो र निन्द्रा पनि हल्का फुल्का चाहिँ लाग्दै थियो। यस्तो साँघुरो र बाटोमा गाउँको बिच बाटो रहेछ र म त्यही मनोरञ्जन गर्दै जाँदै थिएँ। दायाँ यताउति हेरेर उकालो पनि आउँदै थियो, उकालो सक्यो भनेको फेरि पनि उकालो आउँदै थियो। यहाँनिर र म चाहिँ निन्द्राले पनि झपक भएको कारणले खासै बाटो नदेखेर कुदाएर जाँदै थिएँ। अलिकति पर पुगेको टर्निङ रहेछ ठुलै, तर मैले राम्रोसँग हेरिनँ र सानो सोचेर गरेको झन्डै पल्टेन। उतातिर ठोक्यो, उतिर जान खोजेँ तर मैले रोक्ने र मैले गाडी ब्याक गरेँ। अनि अगाडि फेरि आफ्नो गन्तव्यलाई मैले अगाडि बढाउनलाई सुरु गरेँ। जाँदै थिएँ, निन्द्राले मलाई झपक्क पारेर छोड्दै थियो र धेरै टाढा त थिएन, गन्तव्य पुग्नै लागिसकेको थियो। र यो जति भनेर देखाउँदै थियो गाडी पनि त्यो थाहा छँदै थियो, तर पनि सरसफाइ भन्ने त्यस्तै हो, नगरिकन अघि बढिँदै थियो। जतिसुकै गरे पनि आज जसरी भए पनि पुग्छु भन्ने चाहिँ मलाई थियो। र धेरै एकछिन अलि अगाडि पुगेपछि ठ्याक्कै भित्र छिर्ने ठाउँ पनि देखियो पार्किङमा। र फाइनल्ली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पनि पुग्यौँ र गाडी पार्किङ गर्नतिर अब हाल्न थाल्यौँ। र अब गाडी पार्किङ गरेर निन्द्रा नि लास्टै लागिरहेको थियो, अब सुत्ने। थ्याङ्क यू फर द वाचिङ माई भिडियो। र अब यसबाट ब्याकलोडको फेरि भिडियो बनाउने नै छु। धन्यवाद, सब्सक्राइब गरिदिनु होला, सपोर्ट देखाइदिनु होला भन्दै म चाहिँ अब जान चाहन्छु। थ्याङ्क यू।